नमस्ते साथीहरू, मेरो नाम तन्नु हो। साथीहरू, मैले बिहेपछि एउटा कुरा त थाहा पाएँ। खुल्ला मनले बाँच्न पाइन्छ, घुम्न पाइन्छ, लाउन पाइन्छ, खान पाइन्छ, बस्न पाइन्छ, तर त्यस्तो हुँदैन रहेछ ससुरालीमा। माइतमा आमा बुवाले रोक्नु हुँदैन रहेछ, जति बेला जे चाहियो त्यही नै दिनुहुन्छ र माग्नलाई हामीलाई अप्ठ्यारो पनि हुँदैन। किनभने हामीलाई थाहा हुन्छ हामीले मागेपछि आमा बुवाले नाइ त भन्नु हुँदैन, अलिकति नाटक गर्नुहुन्छ तर दिनुहुन्छ। यो समय कति राम्रो रहेछ। ससुराली भनेकै एउटा रेस्पोन्सिबिलिटी हुँदो रहेछ। 20 वर्षको केटीले बिहे गरेर आउने बित्तिकै घर परिवारको जिम्मेवारी उठाउनु पर्दो रहेछ। जबकि 20 वर्षको उमेरमा भनेपछि घुम्ने, खाने, लाउने, यता जाने उता जाने, आफ्नो मनले खुल्ला मनले बाँच्ने समय हुँदो रहेछ यो त। तर त्यही हो भनेपछि सानो उमेरमा बिहे गरेपछि रेस्पोन्सिबिलिटी आउँछ, तर के गर्ने। त्यहीबाट नानी पाएपछि त लाइफ एकदमै हार्ड हुँदो रहेछ। घरको काम प्लस माथिबाट बच्चाको जिम्मेवारी होइन। बिहानदेखि बेलुका हुन्छ, काम गर्दा गर्दै थाहा नै हुँदैन कति बेला बेलुका भयो। आफूमाथि त ध्यान दिन नै सकिँदैन, किनभने आफ्नो लागि टाइम नै हुँदैन, किनभने घरमा यति काम हुन्छ प्लस नानीलाई हेर्ने होइन। यहाँबाट त मैले यति कुरा चाहिँ थाहा पाएँ। आमा बुवाले होइन बिहेभन्दा अगाडि छोरीलाई किन यति धेरै माया गर्दा रहेछन्, म त कन्फ्युज थिएँ, तर मैले आज भने थाहा पाएँ। अहिले छोरीलाई मिठो मिठो खाना दिने, लाउन दिने, घुम्न दिने, जहाँ जान मन लाग्यो त्यहाँ जान दिने, पैसा दिने। आहा, त्यो जीवन त यति राम्रो थियो त्यो। किनभने आमा बुवालाई थाहा हुँदो रहेछ बिहे भएपछि मेरो छोरी ठुलो हुन्छन्, उनले एउटा घर सम्हाल्नुपर्छ, नानी सम्हाल्नुपर्छ, उसको माथि यति धेरै जिम्मेवारी आउँछ कि उसले आफ्नो लाइफ पनि बिर्सिन्छन् कसरी बाँच्नुपर्छ भनेर। छोरीले मेरो कहिले पनि समय नै पाउँदिन होला, किनभने आमा बुवालाई भनेपछि थाहा हुन्छ क्या, किनभने उहाँहरूले यो समय बिताइसक्नु भएको हुन्छ होइन। त्यसैले आमा बुवाले भनेपछि छोरीलाई चाहिँ एकदमै माया गर्ने होइन, उसलाई माया गरेर राख्ने, छोरीलाई चाहिँ केहीमा पनि रोकटोक नगर्ने। क्या यस्तो पो हुँदो रहेछ त बिहेभन्दा अगाडि त आमा बुवाको घर। तर बिहेपछि भने होइन सासू ससुराको घरमा, बुढाको घरमा बस्नुपर्छ। त्यहाँनिर चाहिँ रेस्पोन्सिबिलिटी यति धेरै हुन्छ कि आफ्नो लागि न समय निकाल्न सकिन्छ, न घुम्न पाइन्छ मजाले, न लाउन पाइन्छ, न खान पाइन्छ। जीवन त अप्ठ्यारो